सम्पूर्णमा नमस्कार, जय महाकाल। आज 2082 साल वैशाख 1 गते नयाँ वर्ष हामी नेपालीहरूको एउटा महान चाडपर्व पनि हो। आज यो नयाँ वर्षको दिन हामी सबैको जीवनमा नयाँ खुसी उमङ्ग आज साहस छाओस् भन्ने हामी सबैले सुखी समृद्धिको कामना पनि गर्दछौँ। तर आज यो दृश्य यहाँ हामी देखिरहँदाखेरि कसरी नयाँ वर्षको शुभकामना दिन सक्छ होला। तर पनि हामी नयाँ वर्षको शुभकामना दिन चाहन्छौँ जो यहाँ लघु वित्तीय संस्थाहरूबाट पीडित बनेर राजधानीमा सरकारसँग न्यायको लागि भिख मागिरहेका आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू यो राजधानीमा यसरी समस्यामा पर्नु भएको छ। आज सर्वप्रथम त म उहाँहरूलाई नयाँ वर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आजसम्म उहाँहरूले भोग्नुभएका दुःख कष्ट आज जुन उहाँहरू आन्दोलनमा सङ्घर्षरत हुनुहुन्छ, जसरी आज उहाँहरूले न्यायको भिख मागिरहनु भएको छ, आज ती सबै कार्यहरू उहाँहरूको सोचेको आँटेको सफल हुन्। आज उहाँहरूको मुद्दा उहाँहरूको मागहरू यो 82 सालभित्र आज सरकारले सुनोस्, हामी यही कामना गर्न चाहन्छौँ। दर्शक महानुभावहरू यहाँ देखिरहनु भएको छ। रहर त कहाँ उहाँहरूलाई पनि यस स्थानमा आएर बसेर खाना खाउँ भन्ने छ, तर एउटा बाध्यता र विवशले उहाँहरू यस स्थानसम्म आइपुग्नु भएको छ। हेर्नुहोस् त यहाँ धेरै संख्यामा उहाँहरू उपस्थित हुनुहुन्छ। हाम्रा स्वयंसेवक साथीहरूले उहाँहरूलाई यसरी चाहिँ जो लाइनमा राखेर भोजन सेवा कार्यक्रमलाई अगाडि बढाइराख्नु भएको यो दृश्य पनि हामी देखाउन चाहन्छौँ। र यसरी यहाँ धेरै संख्यामा हुनुहुन्छ, उहाँहरू लाइनमा बसिरहनु भएको छ। लाइनमा चाहिँ हाम्रा स्वयंसेवक साथीहरूले उहाँहरूलाई लाइनमा राखेर भोजन सेवा गरिरहेको यो दृश्य पनि देखाउन चाहन्छौँ। अत्याधिक धेरैभन्दा धेरै संख्यामा उहाँहरू उपस्थित हुनुहुन्छ। हामीलाई लाग्न सक्छ आज यो 21औं शताब्दीमा पनि मानिसहरू यसरी चाहिँ समस्या लिएर हिँडिरहेका होलान् र भन्ने लाग्न सक्छ। तर आज उहाँहरू यो 21औं शताब्दीमा आज सरकारले विभिन्न चाहिँ इजाजत दिएर आज गाउँमा सहकारी र लघु वित्तको नाममा चाहिँ प्रवेश गरिसके पश्चात चाहिँ आज उहाँहरू पनि आफ्नो जीवनस्तर केही अलिकति माथि उठ्छ कि आज गाउँघरमा केही ऋण लिएर चाहिँ घरको खर्च चलाउँ या आदि विविध कारणले उहाँहरूले चाहिँ लिनुभएको थियो ऋण। तर आज त्यो ऋण लिइरहँदाखेरि चाहिँ लघु वित्तीय र सहकारीका नाममा चाहिँ ऋण लिनुभन्दा अगाडि नै धेरैभन्दा धेरै पैसाहरू काट्ने, अनि त्यस पछाडि ऋण लिएर आज ऋणको पैसा तिरिसके पश्चात पनि आज अझ कहिले पनि नसकिने अवस्थामा पुगिसके पश्चात अब घरबार सबै सकियो, परिवारहरू चाहिँ अब एकदम दुखी पीडामा छन्, आज डिप्रेसनमा परिसकेका छन्। हो, ती परिवारका सदस्य आज हाम्रो घर परिवार हामी बाँच्न सक्ने अवस्था छैन, अब मर्नुभन्दा बौलाउनु बेस छ भनेर उहाँहरू आज जो सरकारसँग न्यायको लागि यो राजधानी आउनु भएको छ। निकै नै दर्दनाक अवस्था, निकै नै दर्दनाक पीडा आज उहाँहरूले भोग्नु परेको छ यो राजधानीमा हामी देख्न सक्छौँ। दर्शक महानुभावहरू यसरी आमा दिदीबहिनीहरू चाहिँ यो स्थानमा आइपुग्नु भएको छ। उहाँहरूलाई हाम्रा स्वयंसेवक साथीहरूले यसरी भोजन सेवा गरिराख्नु भएको यो दृश्य पनि हामीले देखाइरहेका छौँ। र यो भिडियोलाई जहाँबाट हेर्नु भएको छ अत्याधिक रूपमा सेयर गर्दै जानु हुनको लागि पनि हामी अनुरोध गर्दछौँ भने यहाँनिर जो खाना खाइरहनु भएको छ आदरणीय आमाहरू, हामी उहाँहरूलाई पनि देखाउन चाहन्छु। यसरी चाहिँ हामीले वितरण गरेको खाना आज लिइरहनु भएको छ आज नयाँ वर्षको दिन। तर आज उहाँहरूलाई त्यस्तो नयाँ वर्षले आज कहीँ कतै छुइरहेको छैन। त्यो पर्वले आज नयाँ वर्षमा आज सारा चाहिँ देश विदेशमा रहेका नेपालीहरू खुसी साटासाट गरिरहेका छन्। तर आज उहाँहरू यति दुःख र दर्दनाक पीडामा हुनुहुन्छ कि आज नयाँ वर्षको कुनै पनि प्रभाव छैन उहाँहरूलाई। उहाँहरूले यति मात्र चाहनु भएको छ कि आज यो नयाँ वर्ष आज 2082 सालमा सरकारले हाम्रो माग सुनोस्, राज्यले हाम्रो माग सुनोस्। आज हामीले चाहिँ जसरी एउटा राज्यसँग न्यायको लागि आएका छौँ, त्यो न्याय लिएर मात्र हामी 82 सालमा घर फर्किन पाऊँ भन्ने त्यो सोच राखिरहनु भएको छ। पक्कै पनि आज उहाँहरूको त्यो सोचलाई आज सरकारले पनि पुरा गरोस्, हामी यही कामना गर्न चाहन्छौँ। दर्शक महानुभावहरू यो भिडियोलाई अत्याधिक रूपमा सेयर गर्दै जानुहोला। आज 2082 सालको नयाँ वर्ष वैशाख 1 गते यसरी यो जय महाकाल युवा समूहले यो सेवा गरिरहेको यो दृश्य देखाइरहेको छौँ। धेरै सङ्ख्यामा उपस्थित हुनुभएको छ आदरणीय आमा बुवाहरू। जुन ठाउँबाट हेर्नु भएको छ अत्याधिक सेयर गर्नु होला भन्दै यो